आज चाहिँ हामी उता लन्डनतिर जाँदैछौँ, जहाँ चाहिँ लन्डनको अल्डरसट भन्ने ठाउँमा चाहिँ जुन ठाउँमा चाहिँ मिनी काठमाडौँ भनेर चिनिन्छ। धेरै नेपालीहरू त्यहाँ बसोबास गर्ने भएको हुनाले त्यहाँनिर चाहिँ गोर्खा कप हुन गइरहेको छ। गोर्खा कप हेर्न गइरहेछौँ हामी चाहिँ। तमु समाज युकेले आयोजना गरेको, एकदमै धेरै छ। ल हेरौँ यहाँ तमुलो सरी हेरौँ यहाँ तमु समाज युकेले गरेको गोर्खा कप आयोजना फुटबल यति छ है। आमामा यहाँ हेरौँ गाडी कति छ यहाँ, सबै पार्किङ 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 यता, अनि यतापट्टि पनि पार्किङ आइरहेछ। हामी सेफिलबाट 5-5.5 घन्टा लाएर आएको। पर फुटबल मेला जस्तो हुन्छ, हामी त्यतातिर जाँदैछौँ। आमामा यता चाहिँ यहाँ त घर बनाउने सिकाउने है, यो हेर्छ है। लु हेर्नु त मुढाहरू नेपाल डल्लै यहाँ छ। धेरै अल्गो भयो त हामीलाई त। यहीँ रहेछ त यिनीहरू, हाम्रो टोलीहरू टोइलेट गएर आएको के। हेलो खानेमा पहिले पेट पूजा सबै यहीँ छ यहीँ छ। लु अब खानेतिर जाउँ हामी। यता छ धुवा उड्दै गरेको त, यतै जाउँ। यता चाहिँ लुगा छ, धुवा हेर्दै हिँड्ने बेला भयो। डोकोहरू नाङ्लोहरू 5 किलोको यत्रो धेरै चाहिँ आउँछ भने मैले सोचेको थिइनँ कि। फुटबल त कता हो भने कता भइगयो नि, मान्छे र गाडी मात्रै हेर्दा सकिने र के यता पुरा हेरौँ यहाँ लाइन। अझै हामी अघि 12-12:30 आइपुग्दा त छोटो थियो, अहिले पो झल्छ र लाइन त। लु गाडी यस्तो पार्क, यता फुल, त्यो पर यतातिर सबै गाडी फुल पार्किङ, अनि यता मान्छेको लाइन इन्ट्रेन्समा। माई गड कहिले यता यहाँ लुगाहरूदेखि लिएर खानेकुरा के यता पुरा फुटबल भइरहेछ ठाउँमा जताततै। आज साम्बा पनि आएको छ अरे भने सुन्छु यहाँनिर। नेपाल राष्ट्रिय टिमको एकदमै दमदार खेलाडी साम्बा पनि, वुमन्सको पनि रहेछ र मेन्सको पनि फुटबल रहेछ यहाँ। सानै दाज लुगाहरू यहाँ सबै कपडाहरू। यतापट्टि त आर्मीकोहरू रहेछ, लुङ्गीहरू रहेछ पुरा। यता हो सान, यहाँ चाहिँ यता पञ्चे बाजा रहेछ फेरि हो। अब डान्स दिने खालको आमामा झ्याम दिइरहेछ हो। लु हेरौँ त अब यहाँ त फुटबल भन्दा पनि मेलै पो हो नि। मेलै यहाँ 10,000 भन्दा बढी छ नि मान्छे अझै भाइ। लाइन अहिले पो छ त, परसम्म छ त्यो आउनेको मात्रै। अघि त केही थिएन, मान्छेहरू अहिले आइरहेछ। त्यो टाढो आउनेहरू भर्खर आइपुग्दैछ नि त, गाडी आउने ठाउँै छैन।
यस्तो बजाएर गर्छ क्या बेस नेपालमा सेरोमनीमा पञ्चे बाजा भन्छ होला नौमती बाजा साम्बा छ त्यही पाना हो यहाँ चाहिँ हाम्रो सामाजिक हुनुहुन्छ ए पुरा यो सबै यहाँनिर स्टलहरू छ लुगा दोकान माला दोकान गरगहना दोकान सबै दोकान छ तल्लो साइडमा खानेहरूको फुटबल उता भइरहेछ अघि साम्बालाई पनि देखियो यहाँ चाहिँ लुङ्गीहरू 3टाको 12 अरे सस्तो रहेछ है ल आउनुहोस् तपाईँ म यताबाट ए सरी अब लु यता लाने रे पुरा कख गएको यहाँसम्म भएको चाहिँ यसो केटाकेटीलाई बसाउने पनि रहेछ यहाँनिर अब यहाँ चाहिँ लेडिजहरूको फाइनल हुँदैछ है वुमन्स Jersey number 2, Sasikala Rai. Jersey number 6, Lapa Kanchi Selva. Jersey. So it is coming up. Not only boys in Nepalese community, girls are coming forward and they are improving. As you can, just to inform you, there are some ladies in English. Right ball. Blue legs, Safal Taksa, ball. And on the hit on the slide, right leg of Hani, ball lap Hani. Kiriana ball, I say the defender in the ball. I question of it, white leg, Rocky Saibasa, ball penalty. Wow! What's that? Number 10, the Katra Razello. Ball control, Sabina, seal. White leg, target off. सजिलो डिफेन्डरले सेभ गरेर फेरि पनि सिकान्तीबाट वाइटले त्यसलाई खोज्न सफल भएछ राम्रो चान्स छ उहाँले त्यसलाई आफ्ना साथ नेटमा छुट्न Team of ball has number 5. Everybody still under control. Unfortunately, Tamang Samaj 0, another one, grass. तीन गोल भइसक्यो हेट यो त यतापट्टिको लाइनहरू देख्दा यो खानेको लाइन 1 घन्टा कुद्नुपर्छ एउटा एउटा चाउमिनको लागि यस्तो धेरै मान्छे आमा आज त यहाँ त कति थाउजन्ड छ होला तिमीहरूको विचारमा 10,000 ओभर छ नि
धेरै छ नि यहाँ त 10,000 भन्दा बढी छ मान्छे उहाँ खानेको लाइन हेरौँ न उहाँ हामी त छिटो आएर झन् छिटो अलिक भएछ अहिले हुनु भने आधी घन्टा 1 घन्टा बस्नुपर्छ लाइनमा मात्रै गाडी उहाँ पार्क गर्ने ठाउँ छैन लु अब चाहिँ हामी लागेको घरतिर यहाँनिर टु मच हो भिड अब चाहिँ यता हाम्रो गाडी पार्किङतिर जाँदैछु अब चाहिँ एकछिन त दोकानतिर सपिङ गर्ने नेपाली दोकानहरू यहाँ छेउछेउमै छ त्यहाँबाट लाग्नु पर्ला घर 4-5 घन्टा लाग्छ फेरि घर पुग्नु लागि ड्राइभ गरेर अब चाहिँ हामी लाग्दैछौँ बाई बाई